नमस्ते साथीहरू, डे विथ पेसलमा हजुरहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। म हजुरहरूकै प्यारो साथी पेसल। आज यो भिडियो एकदमै विशेष हुन सक्छ। विशेष कसका लागि भन्दाखेरि चाहिँ जो नेपालबाट युएई आउन चाहिरहनु भएको छ उहाँहरूको लागि एकदमै महत्त्वपूर्ण भिडियो हुन सक्छ। नेपालबाट युएई आउन चाहनुहुन्छ भने चाहे वर्किङ भिजा होस् या भिजिट भिजा, हजुरहरूलाई पिसिसी को आवश्यक पर्छ, अर्थात् पुलिस क्लियरेन्स सर्टिफिकेट। अहिले विभिन्न ठाउँहरूमा पिसिसी अर्थात् पुलिस क्लियरेन्स सर्टिफिकेट बनाउन यति पैसा लाग्छ, उति पैसा लाग्छ भनेको हामीले सुनिरहेका छौँ। तर पुलिस क्लियरेन्स सर्टिफिकेट बनाउनको लागि 1 रुपियाँ पनि शुल्क लाग्दैन। हजुरहरूले घरमै बसेर अनलाइनको थ्रुबाट फर्म फिल गरेर पुलिस रिपोर्ट बनाउन सक्नुहुन्छ। हजुरहरूले नेपाल पुलिसको अफिसियल वेबसाइट pcc.nepalpolice.gov.np मा गएर अनलाइन फर्म भर्न सक्नुहुन्छ। त्यसको लागि तपाईहरुलाई नागरिकता र पासपोर्टको जरुरत हुन्छ। फर्म सबमिट गरेको केही दिनमै तपाईहरुले पुलिस रिपोर्ट रिसिभ गर्न सक्नुहुन्छ अथवा फर्म भरेकै वेबसाइटमा गएर डाउनलोड गर्न सक्नुहुन्छ। पुलिस रिपोर्ट त बन्यो, तर यसपछिको प्रक्रियाहरू के छन् त भन्ने बारेमा म हजुरहरूलाई छोटकरीमा जानकारी दिन्छु है त। नम्बर 1 मा तपाईहरुले पुलिस रिपोर्ट रिसिभ वा डाउनलोड गर्नुपर्ने हुन्छ। नम्बर 2 मा हजुरहरूले त्यो पुलिस रिपोर्टलाई मिनिस्ट्री अफ फरेन अफेयर्स नेपालमा लगेर एटेस्टेसन गर्नुपर्ने हुन्छ। एटेस्टेसन गरिसकेपछि तपाईहरुले नेपालमा रहेको युएई एम्बेसी अथवा एजेन्ट मार्फत भिजा प्रोसेसिङलाई अगाडि बढाउन सक्नुहुन्छ। पुलिस रिपोर्ट पनि भयो र तपाईहरुले मिनिस्ट्री अफ फरेन अफेयर्समा गएर एटेस्टेसन पनि गर्नुभयो र युएई एम्बेसी अथवा एजेन्टको थ्रुबाट भिजा प्रोसेसिङमा हाल्नु पनि भयो, तर भिजा रिजेक्ट भयो भने हजुरहरू युएई ट्राभल गर्न पाउनुहुन्न। त्यसको लागि युएई ट्राभल गर्नको लागि तपाईहरुको भिजा एप्रुभ हुनै पर्छ। त्यसैले युएई आउने सोच बनाउँदै हुनुहुन्छ भने पुलिस क्लियरेन्स सर्टिफिकेट समयमै बनाउनुहोस् र भिजा प्रोसेस डिले हुन नदिनुहोस्। यस्तै इन्फर्मेटिभ भिडियो पाउनको लागि डे विथ पेसललाई अवश्य पनि फलो गर्नुहोला। थ्याङ्क्स फर वाचिङ।